पानी खानु अघि पानी खानु अब मैले यसमा खासै अब धेरै भिडियो त केही राखिनँ। अब सायद अब हिजोको अब सांसदको भिडियो, पहिलो सांसदको भिडियो त सबैले हेर्नुभयो होला होइन। मलाई चाहिँ अब सबैको बोलेको ठिकै लाग्यो। अब हाम्रो मेन भनेको चाहिँ हाम्रो माननीय अब सम्मानीय अब सुदन गुरुङजी गृहमन्त्रीको चाहिँ अब सुन्न मन थियो उहाँले चाहिँ के भन्नुहुन्छ भनेर। सायद पहिलोचोटि भएर पनि होला, सायद अलिकति बोल्नलाई सायद अक्वर्ड फिल भयो होला, या फेरि त्यो उसले सोचेको जस्तो चाहेको जस्तो बोल्न सक्नु भएन होला। त्यो त ठिकै छ कि, तर बोल्दाखेरि चाहिँ अब एकदम धेरै घोकेर आउनु भएछ कि तपाईँले चाहिँ जस्तो लाग्यो मलाई चाहिँ होइन। अब के बोल्ने होला, कसरी बोल्ने होला, एकदम एकदम क्लियरली के क्लियर त्यो नेपालीमा चाहिँ अब उच्चारण गरिराख्नु भएको थियो कि अब यो त्यो हगेरा भगेरा। अब त्यसमा चाहिँ अब चाहिने भन्दा धेरै चाहिँ तपाईँले अब संविधानको त्यो धाराकै विषयमा कुरो गर्नुभयो होइन। धारा नम्बर यो त्यो ठिकै छ के गृहमन्त्रीज्यू, त्यो पछि पढ्दै गरौँला। तर अहिले जनतालाई चाहिएको चाहिँ त्यो होइन कि, जनतालाई चाहियो भनेको चाहिँ अहिले जुन तपाईँले काम गर्दै हुनुहुन्छ नि त्यो ठिक छ कि, एकदम पर्फेक्ट छ। तपाईँले जुन काम गर्नुभयो नि म खुसी छु, म त खुसी छु। आयो सबैजना खुसी नै होला होइन, सबैलाई राम्रै लागिरहेको छ। अहिले चाहिँ नेपाली जनतालाई चाहिएको भनेको त्यो सम्माननीय माननीय धारा संविधान यो त्यो होइन कि। अहिले मान्छेलाई चाहिएको भनेको चाहिँ अब चाहिँ अपकमिङ जेनेरेसनको लागि, या फेरि अहिले जुन वर्तमानमा जुन भइरहेको छ, जो चिजमा चाहिँ अब जनताहरू सेटिस्फाइड छैन त्यो चिज हो नि त। कुरो भनेको खुलेर राख्नु न। तपाईँ त्यो लौडा लसुन जिसी लगाएर राख्नै पर्दैन कि त्यहाँ। तपाईँ कसको लागि बोल्न गएको त्यहाँ सांसदमा? तपाईँ के त्यो सांसदीहरूको लागि बोल्न जानुभएको, जनताको लागि कुरा राख्नु जानुभएको कि? तपाईँ चाहिँ यस्तरी जसरी कि केटाहरू अब तपाईँ पनि अब भर्खरकै हुनुहुन्छ होइन, स्ल्याङ वर्डमा पनि बोल्न सक्नुहुन्छ कि जसरी हामी गाउँघरमा चाहिँ साथीभाइसँग जसरी बोलिन्छ त्यसरी जसरी म बोलिरहेको छु फ्रेङ्कली पारामा कि। यो फ्रेङ्कली पारामा तपाईँ बोल्न सक्नुहुन्छ कि, बुझ्छन्? किनभने कि तपाईँलाई अहिले हेर्ने प्रायः जसो भनेको चाहिँ होइन, हामी जस्तो युवाहरू अलिकति होला, अलिकति एजेडहरू होला, तर पनि बुझ्नेहरू छन् कि, सबै बुझ्ने हुन्छ। त्यो सबै पछाडि चाहिँ जिएसी धाराको कुरोहरू होइन, संविधानको कुरो, संविधानमा त्यो यो धारामा यो सेक्सनमा यो लेखेको छ त्यो लेखेको छ, जरुरत छैन कि। ना बाबा ना, मलाई चाहिँ अब कुरो मात्रै चित्त नपरेको, काम चाहिँ चित्त परिरहेको छ। काम राम्रो गरिदिनु होला बस। मेरो पालामा फिलहाल नभए पनि आउनेवाला भविष्यमा सायद मेरो बच्चा, मेरो नाति, मेरो पनातिको पालामा त देशले केही गर्ला नि, केही होला नि भन्ने चाहिँ सोचेर हो क्या मान्छेले चाहिँ आश गर्नु भनेको। बाँकी अब त्यस्तो खासै कुरो राख्नु त केही पनि थिएन। फेसबुकमा अलिकति सानोतिनो भिडियो पोस्ट गरौँ भनेर म पनि तपाईँको कुरो राखिदिएँ, यति हो। बाँकी अब केही पनि छैन। जय नेपाल। सबैलाई मनदेखि चाहिँ शुभकामना। अब पहिलो सांसद अब चाहिँ निर्वाचन भयो, आगामी दिनहरूमा अझै राम्रो कुरो राख्नुहोस्, मिलेर अगाडि बढ्ने कुरो राख्नुहोस्। यही भन्नु चाहन्छु।